यो घरमा त भोट हाम्रै हो पक्कै। घरमा को हुनुहुन्छ? ए ए ए लुक्या खाँदाखेरि मुखै बिग्री। नमस्कार। नमस्कार। जय कमरेड। भन्नुहुन्छ सूर्यमा भोट हाल। ए ड्याडी हेर्नु त यहाँ जताततै नेपो बेबी ट्रेन मात्र गरिरहेछ। हामीलाई त एक्सपोज मात्र भइरहेछ हो जताततै नि। सन किन चिन्ता मानेको? पावर हाम्रो हातमा छ। कल हान्यो भने अहिले नेपो बेरिसेरी सब फेसबुक हान्ने जहाँ गरिरहेछ नि सब ब्यान गरिदिन्छु अहिले। हो छिटो गर्नु पर्यो कि भएन नि हामी जताततै एक्सपोज भयौँ के यो। रोक सन म फोन गर्छु। हेलो हेलो सञ्चार मन्त्री। हाम्रो यो सोसियल मिडियाहरू सब बन्द गर्नु पऱ्यो कि हामीलाई एक्टिभ भइरहेछौँ नि त हामी। त्यो VPN चाहिँ बन्द गर्ने नभने है। त्यो VPN चाहिँ के बन्द नगर्नु पऱ्यो कि हामीलाई राति चाहिन्छ अरे छोरालाई। यो हुँदै भएन यार। हाम्रो बोल्ने माध्यम एउटा सामाजिक सञ्जाल हो कि नै? तर पनि त्यो पनि हाम्रो यसले के अरे यो नेता अनिश चोर नेताले त्यो हटाइदियो। अब हामी के गर्ने हो? के गरेर बस्यो? अब हामीले त कुनै पनि स्रोतै भएन क्या। अब यसरी भएन। अब युवाहरू निक्लिनै पर्छ। हाम्रा बाबुबाजेले के गरेनन्, अब हामी निक्लेर त्यसको घर जलाउने हो कि के गर्ने हो? यो सत्ता फेर्नै पर्छ। अब युवा उठ्नै पर्छ। ल उठ केटा। ओएमजी यो आन्दोलन त नसोचेको रूप लाग्न लाग्यो। अब मैले यिनीहरूलाई नरोके त हाम्रो पार्टी तल खस्किने भयो। मैले फोन गर्नुपर्ने भयो। हेलो गृहमन्त्रीज्यू, यो आन्दोलनकारीहरू त बढ्न लागे। अब यिनीहरूलाई रोक्नको लागि नि तपाईँहरूले अब गोली चलाउनु पर्ने भयो। हस् हुन्छ हुन्छ। ल जति सकिन्छ त्यति नेपाली मार्नु पर्यो। नेपाली जनता त भेरा हुन्। ल हुन्छ। ल त्यही गर्नु पर्यो। हस् 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 हुन्छ। धन्यवाद सर। हजुर आन्दोलनकारीहरूलाई के गोली सुट एन्ड फायरको अर्डर भइसक्यो? हुन्छ सर हुन्छ। ल अब यो देशमा यो अनिश चोरको कट्टु खोलेर यसलाई हान्नुपर्छ। यसको कट्टु समेत जल्नुपर्छ। सुकिया छन् नेता जति सबै चोर देश लुटिका छन्। आमाको साडीमा कट्टु सोची मुतिरा छन्। खाने बेला एक गर्ने बेला फुटिरा छन्।